नमस्ते सबैजनालाई। आज म आएको छु वुलिङ भ्यानको रिभ्यू लिनलाई माया एकाडेमी स्कुलमा। सर नमस्ते। नमस्ते। सरको शुभ नाम? मेरो गोपाल ओझा हो। वुलिङ भ्यान किन चुज गर्नुभयो हजुरले? अब मेरै केसमा पर्सनल खोज्नुहुन्छ भने अब साइजको हिसाबले अनि एकर्डिङ मेरो निडको हिसाबले अनि मेरो लोकेसनको हिसाबले सबै कुरा मलाई बेस्ट लागेर नै मैले यो गाडी लिएको। सर अनि यो गाडीले रेन्ज कतिको दिइरहेछ त? हाम्रो धेरै गुड्दैन हेर्नुहोस् गाडी, मोटामोटी हाम्रो पर डे 17-18 त्यति% हामी गर्छौँ, खर्च गर्छौँ। एक्सपेक्टेसन रेन्ज दिइरहेको छ कि छैन? 200 देखि 250 एकर्डिङ टु द रोड कन्डिसन। सर अनि यो वुलिङले चाहिँ हजुरको कतिको खर्च गराइरहेको छ त? यस्तो हो, अहिले चार्जिङ बाहेक अरू खर्च केही छैन यसमा, अन्य एक्सपेन्सिभ केही दिएको छैन गाडीले अहिलेसम्मलाई। अनि चार्जिङको केसमा भन्नुहुन्छ भने अब 250 देखि 300 म्याक्स त्यतिमा मेरो पुगिरहेछ अहिले। सर हजुरले त हाम्रो वुलिङको भ्यान लिनुभयो, अब अरूलाई रिकमेन्ड गर्नुहुन्छ कि गर्नुहुन्न त? अब आसपास अरू स्कुल पनि छन्, 2 जनाले अलरेडी सोधेको थिएँ, भनेको थिएँ मैले। अब उहाँहरू अहिले किन्छन् या पछि किन्छन् त्यो चाहिँ थाहा छैन मलाई सुविधायुक्त छ भने अरूलाई पनि सेम नै चाहिन्छ होला होइन। यदि कसैले सोध्यो भने स्योर यसको फिचरको बारेमा, यसको अब पोजिटिभ पार्टको बारेमा स्योर भन्छु म। थ्याङ्क यू।